मैले मेरो पासपोर्ट बनाएको नि लगभग 8 वर्ष भइसकेको छ। 2018 मा मैले ब्रिटिस आर्मी भिर्नको लागि यो पासपोर्ट बनाएको थिएँ। तर त्यो बेला अनफर्चुनेटली मेरो मेडिकल प्रब्लमको कारणले गर्दाखेरि मैले मेरो ड्रिम सपना पूरा गर्न सकिनँ। त्यसपछि अगेन 2024 मा जब ब्याचलर पास आउट भएर म निस्केँ कलेजबाट, त्यसपछि मैले अस्ट्रेलिया, क्यानाडा, युएसए को लागि ट्राई गरेको थिएँ फर्दर स्टडीको लागि। तर त्यो पनि फेल भयो, किन भन्दाखेरि मेरो फ्यामिलीको सोसियो इकोनोमिक स्ट्याटस एकदमै विक थियो। जति गर्दाखेरि पनि जतिचोटि मैले नेपाल छोडेर बाहिर जान चाहे, नेपाल आमाले मेरो खुट्टा तानेर नजा बाबु नजा भनिरहनु भयो। तर फाइनली आफ्टर 8 इयर्स, लगभग पासपोर्ट एक्सपायर हुनुभन्दा 2 वर्ष अगाडि 2026 मा मेरो भिजा लागेको छ। यस, आई एम लिभिङ माई कन्ट्री नेपाल फाइनली। मलाई जहिले पनि लागिरहेको हो नेपाल भन्दा बाहिर एकदमै धेरै स्कोप छ। नेपालमा जति एफोर्ट र जति इनपुट खनाइन्छ रिलेटिभली त्यसको आउटपुट हामीलाई एकदमै थोरै मिल्छ, र त्यति नै एफोर्ट इफ हामीले बाहिर गएर खनायो भने वी गेट मल्टिपल टाइम्स रिटर्न। सो यस, भिजा र टिकटको सबै काम सकिसक्यो र मैले मेरो डलर कार्ड पनि लोड गर्न दिएको छु। नाउ सबै कुरा प्याक गर्नको लागि रेडी भइसक्यो। र तपाईँहरू सोचिरहनु भएको कि म कुन चाहिँ कन्ट्री जाँदैछु। वेल, त्यो थाहा पाउनको लागि तपाईँहरूले एकछिन कुर्नु पर्नेछ, किन भन्दाखेरि मेरो जिम जाने टाइम भइरहेको छ। सुरुमा म हाई प्रोटिन ब्रेकफास्ट गर्छु, त्यसपछि लाएर जिममा गएर हामी वर्कआउट गर्छौँ। वर्कआउट गरेर घर फर्किसकेपछि हामी आरामले यो विषयमा फर्दर चर्चा गर्नेछौँ। सो भिडियोमा बनिरहनु होला। Push yourself further than you did yesterday. When your body aches, push harder. When your mind screams for you to quit, fight back. अलराइट, आई एम इन द जिम। सो बेसिकली आज म के गर्न गइरहेको छु भन्दाखेरि म मेरो स्किल्सलाई पहिला फोकस गर्छु। प्लान्स अनि फ्रन्ट लिभर दुईटाको कम्बिनेसन, त्यसपछि लाएर तल गएर मेबी वेटेड डिप्समा एउटा स्ट्रेन्थ ब्लक, अनि त्यसपछि लाएर अर्को हाइपरट्रफी ब्लक गर्नेछु। त्यसपछि अन टप अफ द्याट चेस्ट, ट्राइसेप्स र ल्याटरल डेल्टोइडलाई ट्रेन गरेर आज हामी घर जान्छौँ। सो बेसिकली अहिले मैले के एक्सपेरिमेन्ट गरिरहेको छु भन्दाखेरि क्यालिस्थेनिक स्किल्स र त्यसपछि हाइपरट्रफी अरू जिमको जुन टिपिकल एक्सर्साइजेसहरू हुन्छ, मुभमेन्ट्सहरू, मेबी पावर लिफ्टिङ टाइपको। सो त्यो दुइटामा चाहिँ के कुराले डिफ्रेन्सिएट गर्छ, लाइक स्ट्रेन्थ मात्रै म्याटर गर्छ कि अरू थोक पनि म्याटर गर्छ भन्ने कुरामा म अहिले एक्सपेरिमेन्ट गरिरहेको छु थ्रु माई जर्नी। त्यही जर्नीलाई मैले अहिले डकुमेन्ट गरिरहेको छु। सो धेरै कुराहरू सिक्न पाइरहेको छ यो जर्नीमा। मैले सबै कुराहरू नोट डाउन गरिरहेको छु एन्ड आफ्टर अ फ्यु मन्थ्स म यो सबै डकुमेन्ट गरेको जर्नीहरूलाई, टिप्स एन्ड ट्रिक्सहरूलाई र मैले सिकेको कुराहरूलाई चाहिँ फाइनली एउटा कम्प्रिहेन्सिभ भिडियोमा म हाल्नेछु अनि त्यो तपाईँहरूको सामु लिएर आउनेछु। सो या, मैले मेरो प्राइम पोटेन्सिएसन सबै कुरा गरिसकेको छु। सो सुरुमा हुन्छ प्लान्स, किन भन्दाखेरि म फटिक स्टेटमा प्लान्स गर्न चाहदिनँ। सो किन भन्दाखेरि मेरो सबैभन्दा विक मुभमेन्ट भनेकै प्लान्स हो, पुस एलिमेन्ट हो। त्यसपछि अरू भनेको म फ्रन्ट लिभरको थ्रुबाट त्यसलाई फिलअप गर्छु, किन भन्दाखेरि फ्रन्ट लिभरमा खासै मलाई धेरै फोकस गर्नु पर्दैन। इट्स लाइक 70-30। सो प्लान्समा पनि आजभोलिको मेरो अप्रोच कस्तो छ भन्दाखेरि म फुल प्लान्स ट्राई नै गर्दिनँ। मेबी वान सेट ट्राई गरिसकेपछि मेरो फोकस भनेको हाफले प्लान्समा जान्छ, किन भन्दाखेरि हाफले प्लान्स नै आई थिङ्क मैले 9 to 10 सेकेन्ड्स प्रपरली होल्ड गर्न सकिनँ भने फुल प्लान्स वर्थ इट हुँदैन ट्राई गर्न। सो त्यही भएको कारणले गर्दाखेरि चाहिँ फाउन्डेसन के हो, मेरो प्रोग्रेसन जहाँनिर म स्टक भएको छु त्यसलाई नै बरु म्यासिभली त्यसमा काम गरेर त्यसलाई अझै धेरै निखारेर नेक्स्ट स्टेपमा मात्रै मुभ हुनु चाहिँ वाइज डिसिजन लागिरहेको छ। त्यो पनि मैले सिकेको कुराहरूमध्येको एउटा हो। सो लेट्स सी गाइज हाउ इट गोज।
गाइज सो मैले वेटेड डिप्स हान्न पाइनँ सो त्यही भएर म मसिन डिप्स युज गरिरहेको छु आइम रनिङ आउट अफ टाइम सो बाई द वे डिप्समा मेरो अहिले भर्खर 60-65 केजीको 1 रेप म्याक्स गइरहेको छ लास्ट टाइम मैले 90 केजीमा छोडेको थिएँ त्यहाँनिर पुग्न अलिकति मलाई टाइम लाग्छ 1-2 महिना मेबी सो अहिलेको लागि चाहिँ त्यो डिस गरेर म यो मसिन डिप्स गर्नु गइरहेको छु हाइपरट्रफी सो लेट्स गो Three more. Two more. Last one. Shit. Oh my god. Oof. Alright guys, that's the wrap. Let's go home. Alright, so guys, the moment of truth is finally here. So basically म तपाईलाई म कुन कन्ट्री जान लागेको भनेर भन्न गइरहेको छु बट त्यो भन्दा अगाडि म तपाईहरुलाई एउटा गुड न्यूज दिन्छु. सो बेसिकली म मेरो कन्ट्री छोडेर पढाइ अथवा कामको लागि बाहिर जान लागे हैन म घुम्न जान लागेको. ओके सो स्टोरी के छ भन्दाखेरि मेरो साथी डेभिड कर्मचारी भनि छ जो चाहिँ एउटा हाइरक्स प्लेयर हो. सो रिसेन्टली उसले इन्डियामा गएर हाइरक्स पनि जितेको थियो. सो उ अब ब्याङ्ककमा हाइरक्स प्रो खेल्न गइरहेको छ. त्यो कारणले गर्दाखेरि म पनि घुम्नको लागि पनि हुन्छ एट द सेम टाइम उसको म्यानेजमेन्ट हेर्न हुन्छ भनेर पनि मैले सोच बनाए किन भन्दाखेरि इन्डिभिजुअली खेल्न जानु र कोही एउटा साथी अथवा म्यानेजर लिएर जानु डिफरेन्ट एक्सपिरियन्स हुन्छ. सो त्यही भएर उसलाई पनि फाइदा र मलाई पनि घुम्न हुन्छ भनेर किन भन्दाखेरि म नेपालको धेरै ठाउँहरू घुमिसके बट देन लाइक आउट अफ कन्ट्री चाहिँ अहिलेसम्म गएको छुइनँ. दामी ड्रेस हो जुसी. सो या गाइज फाइनली मैले मेरो आन्सर पाएँ किन मैले बारम्बार आउट अफ कन्ट्रीको लागि अप्लाई गर्न खोज्दाखेरि चाहे त्यो पढाइ होस् चाहे त्यो जबको लागि होस् मैले किन बारम्बार रिजेक्ट खानु पर्यो भन्दाखेरि आजको दिनमा आउनको लागि रहेछ. सो नेपाल आमाले मलाई बेसिकली त नेपालमै बस नेपालमा तेरो खाँचो छ
बरु त घुम्न जा तर फर्केर आइजे भन्नको लागि रहेछ। सो अहिले म जुन लेभलमा छु यो सबै तपाईँहरूको माया र सपोर्टको कारणले गर्दा हो। मेरो कन्टेन्ट मन पराइदिनु भयो, त्यो कारणले गर्दाखेरि आज म यो स्टेटमा छु। थ्याङ्क यू सो मच फर एभ्रिथिङ। तपाईँहरू पनि हार्ड वर्क गर्दै जानु होला। अभियसली पनि इफ तपाईँहरूको अहिले केही काम बनिरहेको छैन भने त्यो कुराले तपाईँलाई मेबी अर्को फ्युचरको अझै ठुलो अपर्च्युनिटी अथवा ठुलो ढोकासम्म तपाईँलाई लानको लागि हो। सो त्यो कारणले गर्दाखेरि स्टे रिलेन्टलेस। र अब तपाईँहरूले चाहिँ ब्याङ्ककको भिडियो हेर्न बस्नु होला। हामी कहाँ जान्छौँ, बेसिकली म यो ब्याङ्कक ट्राभल सिरिजमा म फिटनेसको कन्टेन्टहरू पनि तपाईँहरूलाई देखाउनेछु, ब्याङ्ककको जिम्सहरू, क्यालिस्थेनिक्स पार्कहरू र अरू के फेसिलिटिजहरू छ भनेर। सो बेसिकली हामी 10 दिनको लागि जान लागेको हो। सो त्यही भएर म यहाँदेखि जाँदा र आउँदासम्मको 10 दिनको 10वटा एपिसोड निकाल्नेछु। सो एकदमै फन हुनेवाला छ। यदि तपाईँहरू अहिलेसम्म थाइल्यान्ड जानु भएको छैन भने अथवा बाहिरको थाइल्यान्डको जिम अथवा अरू घुमघामको कल्चर के कस्तो छ थाहा पाउनु मन छ भने डेफिनेटली स्टे ट्युन इन, स्टे सब्सक्राइब। म तपाईँहरूलाई डाउन गर्ने छुइनँ, दामी कन्टेन्ट खिच्नेवाला छु, एकदमै क्वालिटीमा कुनै पनि कम्प्रोमाइज हुने छैन। सो या गाइज मलाई यति नै भन्नु थियो। अन्त्यमा जाँदा जाँदै फेरि पनि थ्याङ्क यू सो मच। आई विल सी यू गाइज इन थाइल्यान्ड ट्रिप सिरिज एपिसोड 1। पिस आउट।